पार गरिरहेको बाइक लगायो गाडीले हान्थ्यो अरे। ओहो कसरी हान्दै छ गाडीले पुरै गाडी पनि फुत्तैको निस्केछ त्यहाँ त। यहाँ बाइक लगाएर हान्दैछ भने गाडीले चाहिँ हान्दै रहेछ। गाडीले चाहिँ बाइकलाई हान्दै अरे। यहाँ मान्छेले देखेको मान्छेले भनेअनुसार चाहिँ बाइक यहाँ रोकिरहेको थियो अरे गाडीले हान्दै अरे कि। यहाँ रोकिरहेको थियो बाइक चाहिँ यहाँ रोकिरहेको थियो अरे अनि गाडीले हान्दै अरे कि। मलाई त्यो पेट्रोल पम्पको मान्छेले भनिरहेको थियो भन्नु कि यो गाडी यसरी गाडी त उताबाट आएको हो, उता यतातिर फर्किरहेको छ नि त। यहाँ बाइक उभिरहेको थियो अरे अनि बाइकलाई चाहिँ गाडीले हान्दै अरे। त्यही त भने मान्छे के भयो? मान्छे त बाइकको मान्छे त उता बसिरहेको होला सायद। कस्तो होला त्यो? जहाँ पहिले रोकिन पनि गाह्रो पो हुने भयो त। बाइक त पठावाला रहेछ नि त। यसरी पनि हान्ने ब्रान्डमै हान्दैछ गाडी नै। उता पुग्ने गरी कसरी चलाएको होला त गाडी? अब गाडी बिस्तारै चलाएको भए त यहाँ नजानु पर्ने हो। यत्रो ठुलो यो मान्छे हिँड्ने फुटपाथको यत्रो ठुलो त्यो यो वालै चढेर उता पुगेछ गाडी। कस्तो स्पिडमा आएको होला त? कन्ट्रोल गर्न नसकेपछि